हामी चाहिँ चिउ आइपुग्यो है। अब चाहिँ साथीहरू हेलो गाइस, हेलो। चिउ निस्केको हामी चाहिँ हिँड्दा हिँड्दा दामी गुराँस फुलेको रहेछ। बिहान 6 बजी हिँडेको, थाक्यो। हामी गुराँस फुलिरहेछ। यहाँ चाहिँ दुईजना चिउवा पुग्यो। हामी चाहिँ गुराँस दामी फुलिरहेको रहेछ। दामी फुलिरहेको। वाह, दामी गुराँस। चिउवा आइपुग्यो। हामी चाहिँ नाच्नेहरू त गाडी त बेसी आएको छैन स है। एकैछिनमा खोल्यो। सन्जैमा आएको आएर रहेछ कि होइन, पहिला जस्तो बेसी आएको छैन स है। र भए चिउ आइपुग्यो है। हामी चाहिँ यहाँ भाइ दुईजना हामी चाहिँ खै खै यो अङ्कल चिउवा। यो चाहिँ हामी चाहिँ जाडो भएर मुना लेख्छ। सुमा मलाई देखाउनु न। नेपाल जाँदैछौँ हामी चाहिँ। है के लिप बाम छ अरे? ब्यागमै रह्यो। उनीहरू चाहिँ ब्याग बोक्ने, म चाहिँ ब्याग छोडेर आउने। यो चाहिँ सिक्किमको मेला। उयो पल्लोपट्टिको होइन? के हुँदैछ? यो चाहिँ सिक्किमको मेला हरे। अब नेपाल छिर्ने हामी चाहिँ लट्ठा तान्नुको लागि रेडी। के छ प्रेसिडेन्टको चाहिँ? प्रेसिडेन्ट साहब अघि आएको म त हिजो नै पाएको। हिजो आएको नि त। 3 दिनको लिभ लेखि किन आएको अरे? होइन ल, 3 दिनको लिभ लेखेर नाच्नु चाहिँ हो त। के बोलेको छैन त त्यो भिडियोमा त। के भन्दिनु नि अन्त? तपाईले पो भनिदिनुपर्छ। होइन म भनि प्लिज भन्दिनु न। यस्तो छ अन्त। भन्दिनु। मलाई केही याद छैन के भन्नु। भन्नु न। जुङु होइन नभनी जुङु। हामी त गएको।
लट्ठा तान्ने मिलो हुँदो रहेछ अब चाहिँ सब्जी काटेर आएको अरू मेन छ नि सेकेन्डमा म छु नि नेपाल छिरेको है अब चाहिँ बैशाखी मेला मेला यार मेला केटा हो यहाँ लाग्यो कितना ठन्डी रे बा पुरा कस्तो दामी फुलेको चस्मा चाहिँ अन्त अघि उयो पनि जानुपर्छ पन्जा टोपी चाहिँ अन्त सक्दिनँ नि बिना टोपी चाहिँ सोधिहेर्नु नि अछु कति आइपुग्नु भएको हामी कहाँ गएको अरे हामी नेपाल तल हुन्छ नेपाल छिरेर हामी चाहिँ अब चाहिँ कतिखेर पाल्नुभयो पर गाडीमा बसेको बोक्दैन मेरो काम छैन त मेरो त क्यामेरा उयो बोकेर होइन बोके छैन नि नेपालको क्यान्टिनमा चाहिँ केही पाउँदैन कहाँ जानुको नेपाल पहिलेतिर पो गएको थिएन हामी गेम खेलाउँदो रहेछ यहाँ चाहिँ गरम हुँदो रहेछ प्रोग्राम त्यसरी पर चाहिँ ओइ पहिला हामी यस्तोमा आएको है यसमा हो आफै चढेर गएको त यसैमा यहाँ प्रोग्राम रहेछ है राति राति नाचिन्छ प्रोग्राम रहेछ
पुरामा चाहिँ मेला पनि उठिरहेछ विशेष अतिथिको आसन ग्रहण गरिदिनु न एमएलए इरुङ लेप्चाजीलाई पनि त्यस्तै गरेर सिक्किमबाट नै हुनुहुन्छ विशेष अतिथिको आसन ग्रहण गरिदिनु न सुदेश कुमार हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यस औपचारिक कार्यक्रम सकिन गर्दै हाम्रो स्थानीय कलाकार साथै सिक्किमबाट आउनुभएका आजका साथै
सक्यो